आइसकेकी छु आज पनि न्यू डे न्यू भ्लगको साथ। आज चाहिँ साथी हो म डाइरेक्टली बारीबाट मेरो भ्लग स्टार्ट गरिसकेकी छु। भ्लग नबनाऊँ भनेर हिँडेको खासमा चाहिँ म होइन, तर जे जस्तै भए पनि क्यामेरा तेर्साउनु मन लाग्यो कि साथी हो। मलाई घाँस काट्दै थिएँ तर भर्खर स्टार्ट मात्रै गर्दै थिएँ, तैपनि भ्लग गरौँ न के छ र बनाऊँ न भन्ने भयो कि मलाई। भ्लग नबनाइ चित्तै बुझ्यो, जे सुक्यो जस्तो सुक्योस् यसो क्यामेरा हान्न चाहिँ मन लागेको साथी हो। म चाहिँ अब यहाँ यस्तो हेर्नु न, यस्तो घाँस काट्न आएको साथी हो। गाईले अम्लिसो पनि घाँस खाँदैन होइन, अम्लिसो घाँस पनि खाँदैन। त्यसैले यसो भर्खर पलाउँदाखेरि घाँसहरू काट्न आएको नि डोको पनि लडेर चाहिँ यति घाँस मात्रै काट्दै थिएँ। भ्लग नबनाउने, आज यस्तो के बनाउनु घाँस काटेको भनेको के गर्नु साथी, लत बस्दैछ मलाई भ्लग बनाउने। बनाऊँ लाग्यो क्या, त्यही भएर म चाहिँ फेरि घाँस काट्नु स्टप गरेर चाहिँ मोबाइल निकालेर यहाँ यसो तेर्साएर स्टार्ट गरेँ साथी हो। म चाहिँ आज नानीहरू स्कुल पुऱ्याएँ अनि बाबुले नि सुताएँ, त्यस पछाडि अब अलिकति घाँस काटौँ न त भनेर हिँडेको। भ्लग नबनाउने आजको दिन भनेको मान्दै मानेन, मनले सो बनाउनु थालेँ साथी हो। म घाँस काट्छु हेर्नुहोस् ल। मेरो घाँस चाहिँ कस्तो कमेडी छ भने नि, यहाँ त क्यामेरा नदेख्ने रहेछ, के राख्छु ल। म घाँस काटेँ ल साथी हो। ब्लग्सलाई यस्तो छ घाँस पनि हेर्नुहोस् ल। मेरो घाँस पनि यस्तो पो छ त, घाँसै छैन साथी। चैतमा कहाँ घाँस पलाउँछ त, भर्खर त घाँस पलाउनु स्टार्ट गर्दैछ। मम्मीको घाँस नखाएर नि म त घाँस काट्नु आएको साथी हो। सेल्फ नभएर मेरो यस्तो छ साथी घाँस, मेरो ग्लोभ्समै हराएर जान्छ भने हेर्नु न साथी घाँस। यस्तो घाँस काट्नुहुन्छ कि कस्तो घाँस काट्नुहुन्छ तपाईँहरू। अनि यहाँ चाहिँ साह्रै गाईले माया गर्नुहुन्छ कि, अब अम्लिसो घाँस खाएन भनेपछि यस्तो घाँसहरू दिनुहुन्छ आमाहरूले बाबाहरूले, खुब गाईलाई माया गर्नुहुन्छ कि। त्यति धेरै त छोराछोरीले नि माया गरिँदैन नि, हामी चाहिँ खुब माया गर्नुहुन्छ। गाईले अब तितो हुन्छ नि त अम्लिसो घाँस, गाईले खाँदैन भन्नुहुन्छ। यस्तो घाँस काट्दै दिने बानी गर्नुभएको छ क्या, यस्तो दिने यस्तो घाँस यत्रो काट्दा पनि एक मुठी मात्रै हुन्छ। हेर्नु न साथी, चैत माझको घाँस यस्तो हुन्छ आजकल त, एक निम ठुलो मरेर 1 घन्टामा काटेको थियो साथी। हेर्नुहोस् चिया ल, यो चाहिँ मेरो घरकै चिया हो, इलामको। यो चाहिँ खाजा अर्ग्यानिक कोदोको किलो रोटी बनाउन आँटेको साथी हो। यता कराई रेडी छ, त्यो चिया पाक्दैछ। यही चाहिँ मेरो गोबर ग्यास, अस्ति मैले तपाईँहरूलाई देखाएँ नि अस्तिको भिडियोमा, त्यही गोबर ग्यासबाट खाजा चिया। यो खाजा पाक्छ है साथी, यसरी देख्नुभयो मेरो गोबर ग्यासबाट। यो चाहिँ किलो रोटी चिया बन्दैछ हामी तिनजनालाई, आमा बाबा मलाई। यो बाबालाई, यो आमालाई, यो मलाई। हाम्रो कप पनि फरक फरक छ साथी, हेर्नु न। यो चाहिँ बनतरुल, यो चाहिँ कोदोको रोटी एकदम अर्ग्यानिक साथी हो। खाए ल, खाजा खाने टाइम भयो। कोदोको रोटी बनतरुल खाए ल साथी हो। डढेर कालो भएछ।
अर्को चाहिँ भुको रहेछ तर मलाई मन पर्दैन खासै मन पर्यो खाइले साथी हो चेप्टे 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 पेरुङ्गोमा लसुन चाहिँ मैले फोटो खिचेको साथी हो कोदोको रोटी यतिको त मिठो हुँदैन यसमा चिनी पनि हाल्नुपर्छ थोरै आटा अनि कोदोको रोटी कोदोको पिठो मिक्स गर्ने अन्त तेलमा तर तार्ने अनि मात्रै मिठो हुन्छ है साथी हो नत्र मन पर्दैन मेरो छोरा सुत्दै छ छोरी स्कुलबाट आएको छैन आमाले बाबा खाइरहेको छु म चाहिँ ढिलो भिडियो बनाउँदै खानालाई डान्स हुनु नि त साथी हो मलाई लाज हुन्छ सो चिया खाइसकेँ सिलीको बहुत चिल्लो चिप्टे चिप्टे चेप्टे चेप्टे पेरुङ्गोमा लसुन मैले खाइसकेँ जति हो Thanks for watching everyone. Bye bye.